एकजना चाहिँ को सुनिन त खेलाडीहरूको परिचय यस प्रकार छन्। कृपया हात उठाएर आफ्नो अभिवादन गरिदिन भनेर भनी म अनुरोध गर्दछु। सुनाखरी युथ क्लबका खेलाडी प्रणय तामाङ क्याप्टन जर्सी नम्बर 15, युगल गोले जर्सी नम्बर 11, प्रवेश तामाङ जर्सी नम्बर 5, राजीव राय जर्सी नम्बर 4, विकास राय जर्सी नम्बर 12, तोप्देन गोले जर्सी नम्बर 2। यसरी नै किरण संघका खेलाडीहरूको परिचय यस प्रकार छन्। अनिल राई, अजित राई, सुरेश तामाङ, वीरसिंह राई, सलिम राई अनि प्रणेश राई। हेलो, हामी समक्ष यो जुन तपाईहरुले यो यसका स्पोन्सर विश्वास गोलेज्यू पनि आइसक्नु भएको छ र उहाँलाई पनि यो स्टेजमा आइदिने अनुरोध गर्दछु। विश्वास गोलेज्यूलाई पनि खदालाई स्वागत जनाइदिने अनुरोध गर्दछु। अनि पुरा उयो गर्दैछ। बेसी ठुलो छ नि त। झन्डै छिरायो। ए नौचे
अब्बै के गरेको पराको नि उयो हुँदैछ नि त कहिलेको रिस थियो मञ्चमा आइदिने अनुरोध गर्दछौँ र उहाँलाई पनि खजालाई स्वागत जनाउँदछौँ। युगेले अघि उता निकालेको सट्टै जान्थ्यो नि हो बराबर खेल्ने छ अलिकति छिटो भए सट्टै जान्थ्यो मिनी पोस हो हेलो हामी समक्ष मिरिक आइएनसी इन्फर्मेसन एन्ड कल्चरल एफेयर्स डिपार्टमेन्टका इन्चार्ज अति आदरणीय दाइ मिलन राईज्यू उपस्थित भइसक्नु भएको छ र उहाँसँगै आइएनसीकै कर्मचारी अति आदरणीय टिके राईज्यू पनि उपस्थित हुनुहुन्छ र उहाँहरू दुवैजनालाई
हिरु भन्दैछ को हिरु चिप्लो रहेछ नि त चिप्लो रहेछ रोकेर हान न जसले गोला त्यसले जित्यो ठिकै छ किन एउटै खाउ अनि अब रक्की नै छ नि Lolin. Tira time pas
त्यसैले त्यो जो बस्दा हुन्छ नि कसरी लाग्यो देखिन आज इस खेलमा आयोजक समितिको निर्णयलाई स्वीकार्दै जिटिएका संस्था एवं परिवार विभागका भारप्राप्त सभासद आदरणीय दाइ अरुण सिंहज्यू पनि हामी समक्ष उपस्थित भइसक्नु भएको छ र उहाँलाई पनि सदालाई स्वागत जनाइदिने अनुरोध गर्दछु। यसरी नै पाइलागाउँ स्कुल डाँडा वार्डका पञ्चायत मेम्बर आदरणीय दाइ सङ्गीत राईज्यू पनि उपस्थित भइसक्नु भएको छ र उहाँलाई पनि सदालाई स्वागत जनाइदिने अनुरोध गर्दछु। धन्यवाद। चाँडै गोल भयो खै तिनीहरू बुढी भएर सक्दैन टाइम सक्नै छ 10 मिनेट सबैले देख्छ टाइम सक्न थियो सिटी फुक्न
ला के छ र है ससुरालाई नखेला